यतिको जापानी भाषा जाने भने त्यो मान्छे भनेको जापानी भाषामा हिरो हो। एक नम्बरमा के छ? ताबेरु। ताबेरु भनेको मेन भर्ब हो न, खानु। ताबेरु ताबेरु भनेको क्वेसन गरिन्छ, खान्छौ? ताबेमासका भनेको एउटै मिनिङ हो, खान्छौ? ताबेमास भनेको खान्छु। ताबेमासिता भनेको खाएँ। ताबेता भनेको खाएँ। ताबेमासेन भनेको खान्ना। ताबेनाई भनेको खान्ना। ताबेमासेन देस्ता भनेको खाएको थिएन। ताबेना खत्ता भनेको खाएको थिएन। ताबेमास्यौ भनेको खाओ। ताबेते गुहानो। ताबेते भनेको भात खाऊ होइन। ताबेते कुदासाई खानुहोस्। ताबेतेमास भनेको खाँदैछु। ताबेते इता भनेको खाँदै थिए होइन। ताबेते मोई गुहानो। ताबेते मोई देशका भात खाए पनि हुन्छ, खाए पनि हुन्छ। ताबेमासेनका गुहानो। ताबेमासेनका खानुहुन्न। ताबेबाई भनेको खाए हुन्छ। 19 नम्बरमा के छ? ताबेता बाखारी भनेको मोस्ट इम्पोर्टेन्ट छ, भर्खर खाएको न, गोहान हो। ताबेता बाखारी देश भनेको भात भर्खर खाएको होइन। ताबेते सिमत्ता भनेको खाएर सके। ताबेरु कोतोगा देख्रु भनेको मोस्ट इम्पोर्टेन्ट छ न, खाना सक्छु होइन। ताबेरारेरु भनेको खाना सक्छु, दुइटै एउटै मिनिङ होइन। निकुगा ताबेरारेमास भनेको मासु खान सक्छु। ताबे सासेरु भनेको चाहिँ अरूले हामी भात भनेको खुवाउनु होइन। जस्तै भनेको कोदोमोनी गोहानो। ताबे सासेरु भनेको बच्चाले भात खुवाउनु। ताबे नाकेरेवा नारी मासन भनेको खानै पर्छ। ताबे चत्ता भनेको तपाईँको एउटै मिनिङ हो, ताबेते सिमत्ता र होइन। ताबे चत्ता भनेको एउटै मिनिङ हो, खाएर सके। ताबे ताई भनेको खाना चाहन्छु। ताबे नि इकु भनेको खानाको लागि जान्छु। ताबे नकुतेमो इ भनेको नखाए पनि हुन्छ। ताबे यो भनेको खाओ। ताबेरु त ओमो भनेको खान्छ जस्तो लागेछ। ताबे सो भनेको खान्छ होला होइन, ताबे सो होइन। ताबे यसुई भनेको खाना सजिलो छ, खाना सजिलो छ। ताबे निकुई भनेको खाना गाह्रो छ। ताबे सुगी भनेको धेरै खाएको न, ताबे सुगी भनेको धेरै खाएको न। यो भनेको तपाईँको सिम्पल फर्म हो। त्यसैले न यतिको हामी जापानी भाषा जाने भने यो तपाईँको लगभग भनेको चाहिँ 10-15वटा लेसन भनेको समेटेको छ। यो भनेको मोस्ट इम्पोर्टेन्ट छ। बाई बाई, उच्कार समादेशका।